नर्थ पोल डाँडा पनि भन्छ, तिनचुले डाँडा पनि भन्छ। म त्यहाँनिर जाँदैछु। मान्छेहरू गाडी उठ्छ है आज। पालो जाँदैछु। तिनचुले डाँडाको सबैभन्दा छेउको छोटो डाँडामा आइपुगेँ म। अनि यतातिर हेर्ने हो भने चाहिँ नर्थ पोल डाँडा यता पर्छ। तल छेउदेखि नै साउथ्यारो, त्यहाँदेखि तल सटबरी, तल वेम्बली, उता सेन्ट्रल लन्डन देखिन्छ है। राम्रो सिनेमा छ। भरे त्यो पल्लो डाँडामा पनि जान्छु। साह्रै मजाको छ आजको वेदर, मौसम। यहाँ तल टोयलेट छ, यहाँ तल दोकानहरू पनि छ खानेकुराहरूको, चियापत्तीको। यहाँ तल चाहिँ साउथ हल पर्छ। अनि यहाँनिर पोखरीहरू, तालहरू छ। सेवारो लो आज यहाँनिर नर्थ पोलको डाँडामा आएको छु। यहाँनिर घाम लागिरहेको छ। अनि डाँडामा यसरी बसेर चाहिँ एउटा हात पारे चाहिँ घाम पर्ला कि भनेर यहाँ विचार गरिरहेको छु है। सेवारो है होस् कनु। अब यो डाँडादेखि अब म फेरि यहाँ पल्लो डाँडामा जाँदैछु। यहाँ ओह्रालो पुग्दैछु है म चाहिँ यहाँनिर। यो पार्कमा यस्तो मजाले फुलहरू फुलिराखेको छ। सेतो फुल साह्रै मनपर्ने फुल हो यो। सेकेन्ड डाँडा चढ्दैछु है यहाँनिर। अहिले चाहिँ म सेकेन्ड डाँडामा आइपुगेँ। अब उतापट्टि फाइनल अग्लो डाँडा छ। जम्मा 3टा डाँडा हो। यो पहिले चाहिँ गहिरो थियो, पछि चाहिँ पुरेर यस्तो पार्क डाँडा बनाएको छ। साह्रै राम्रो छ ठाउँ। डाँडा मजा भइरहेको छ आज। र यहाँ तल जाँदै गाडीहरू कुदिराखेको छ। त्यहाँ छ हेरेर ल अब चाहिँ यहाँनिर यो डाँडाबाट चाहिँ म चाहिँ सर्लक्कै अब पुरालो झरेर चाहिँ म चाहिँ अब पल्लो ठुलो डाँडामा जाँदैछु। यहाँदेखि पारी डाँडामा थिएँ अघि, मैले ठ्याक्कै यहाँ आइपुगेको छु। अब यहाँदेखि उता यहाँ माथि हो भने ग्रिन फोर्ट होइन राइसिङ पर्छ माथि। अनि यो अगाडिको घरहरू सबै नर्थ पोल डाँडा हो। यो यताको पनि नर्थ पोलै पर्छ। पारी अग्लो बिल्डिङको छेउता साउथ्यारो। अनि यो उत्तर डाँडा देखेको छ, तिनीहरू चाहिँ सटबरी पर्छ। त्यहाँदेखि तल हेर्ने भने वेम्बली स्टेडियम पनि देखिरहेको छ यहाँदेखि। अनि अब यतातिर भिडियो गर्नु चाहिँ वेम्बली स्टेडियम त्यहाँ छ। त्यहाँदेखि पारी अग्लो देखेको बिल्डिङहरू चाहिँ सेन्ट्रल लन्डनको बिल्डिङहरू हो। आज इस्टर मन्डे परेको कारणले गर्दा यहाँ धेरै मान्छेहरू
डाँडामा हुँदा छ सबै यहाँदेखि त सोरी बहान फाल्छु त गरेर यता माथिबाट हातै म यता त यो काठपातको कतै आज इस्टर मन्डे होलिडे गरेर पनि होला हामी प्यारेन्ट्सहरू पनि धेरैजना देखिन्छ यहाँ अवस्थामा बसेको होला माछा पोखरी छ माछाहरू छ बारीपट्टि चियापत्ती खाने ठाउँ नथल डाँडा यो नथल डाँडाको यो तालहरू साह्रै राम्रो छ आज इस्टर मन्डे अप्रिल 6 इस्टर मन्डे भएको कारणले पनि होला किनभने ठुलोमा नानी केटाकेटीहरू प्यारेन्ट्सहरू म पनि आज अलिकति फुर्सद भएर यहाँनिर आएको छु यो ठाउँ चाहिँ नर्थहलमा पर्छ है लन्डनको नर्थहलमा साउथहलदेखि अलिकति मासतिर राम्रो छ है तपाईँहरू सेवा यो चाहिँ कुकिजको तालहरू छ पोखरीहरू छ लु आजको मेरो ब्लग यहीँ आएर दिनको अब फेरि अर्को ब्लगमा भेटौँला है तेरो हातमा त यता छ भन्दा धेरै सेवाहरू यतिन्जेलसम्म मेरो ब्लग हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद पुनः हजुरहरूमा अर्को भिडियो लिएर आउनेछु ल अब छुटौँ है त नमस्ते सेवारो।